हेलो नमस्ते तसिदेले फेफुलो हजुरलाई फेरि पनि मायाला मान्छेमा स्वागत छ भन्ने साथीहरु अहिले चाहिँ म बेलुकातिर तलतेल जाँदैछु है। अब भोलि दिन चाहिँ अब नयाँ साल लाग्छ अनि सबैजनालाई ह्यापी न्यू इयर एडभान्समै भन्न चाहन्छु भन्दै अब बेलुका चाहिँ अब यसो प्रोग्रामहरु मेरो घरमा चाहिँ त्यति खास केही पनि छैन। हामी चाहिँ आमा छोरी बसेर अलिकति आगो सागो फुकेर अलिकति छोरीले अलि सको खाने रे अनि त्यो गर्नेवाला छु खानेवाला छु। अहिले अनि त्यही मासुहरू लिन जान्छु है। अन्त मेरो दिदीकोमा चाहिँ एकदम धमाका पार्टी हुँदैछ, त्यहाँ चाहिँ बोलाएको थियो मलाई। अब त्यहाँ पनि एकछिन जान्छु म बेलुका। तर अनि आज कस्तो हुन्छ के हुन्छ हजुरलाई म देखाउँछु। अन्तिमसम्म मेरो साथ दिनुहोस् होला भन्दै म अब यहाँ सर्टकटबाट उ त्यहाँ दोकान गएको है अलिकति सामान लिनु। यो चाहिँ घाप्पा कोपी भन्छ हाम्रो शेर्पाको चाहिँ एकदमै यो फेभरेट आलु हो। छोरीले चाहिँ यहाँ मासु सेकाएर खाने अरे कोहीलाई पारेछ। ल पाकेको छैन यो भन्छु पाकेको बुझ्दै बुझ्दैन। बुझे मासु चाहिँ कोइला भइसक्यो। अचार नुन लागेछ दामी भयो कि भनेको पनि थाहा छ। अब चाहिँ म खान्छु साथीहरू। यो नानीहरूको खाएको चाहिँ स्टाइल मलाई मन परेन अनि म खान्छु है। त्यहाँदेखि त यहाँनिर यो डल्लेको छ नि यो चुलामा मैले चाहिँ टमाटर पोलेर मजाले बनाएको। सबभन्दा पहिला हजुरहरू पनि लिनुहोस् है। नभकन 20-25 खसी हालिदिएको थिएँ मैले देखाएको छु। घप्पा घप्पे हो हेर्नुहोस् आलु पनि साइज कत्रो होला म जस्तो। अचार यस्तो पिरो बनाएको छु डल्लेको छु यहाँ लगाएर। यहाँ टमाटर पोलेर बनाएको यो 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 दिपिकाको बरियामा पुरा मनपर्छ भन्छ उसको। एकदम आफ्नै जस्तो गरेर बोल्छ भन्छ नि त। बोल माल दिदी कहिले आइपुग्नेको नि उनीहरू सुरज पनि बोला भनेको खै कान्छीमा एक बुढा बोलाऊ भनेको आउँदैन। सुरज त बोला ल अब त्यो आयो भने त मैले फोन गरेको उठाउँदैन बोलाएर आउँछु। ल ल बोला ल त साथीहरू मलाई चाहिँ एकदम ल आइहालेँ। मलाई चाहिँ उता दिदीले बिचरा मलाई बिहानदेखिको बोलाइरहेको थियो नि त। जान्दैछु अहिले चाहिँ दिदीलाई भेट्ने हो नभए गाली गर्छ फेरि हिटलानीले भक्कु गाली गर्छ मलाई फेरि भोलि आएर। त्यही भएर चाहिँ म जानु पऱ्यो भनेर को जान्छु। अन्त यहाँनिर आउँदैछु यहाँ भन्दै थिएँ एक झलक देखाउनु म आएको यहाँनिर भने हाम्रो मेरो ह्याप्पी न्यू इयर लाट्ला छोरा यो हाम्रो अन्त यो हाम्रो मिङमा एक लाटा छोरा दिदीको है। अनि साथीहरू फेरि म आएर भेट्दैन अनि भोलि हिटलानीले यस्तो गाली गर्छ मलाई। त्यही भएर म भेट्न आएको यहाँनिर। अब हेर्नु माथि पुरा भइरहेछ के भइरहेछ भनेर भिडियो अनै गरेर जान्छु है। अब आधी घन्टा केक काट्छ साथीहरू आधी घन्टाभित्र केक काट्छ है। एकछिनको लागि आएको म यहाँनिर को छ पनि के छ मलाई थाहा छैन है। यहाँनिर यस्तो रहेछ सर पनि हुनुहुँदो रहेछ। नमस्ते सर नहाल्दै म खाँदैन खाँदैन यहाँ चाहिँ मजाले मनाइरहेको छ। अनि यहाँनिर सेरे हाम्रो सेरे डोनी आउँदैछ है नेपालको सेरे डोन। अन्त यहाँनिर हाम्रो चिन्डु फेना मेरो चिन्डु फेना अनि अन्त यहाँनिर हिटलानी दिदी आएको त कसले भन्ने हिटलानी दिदी यहाँ छ है। अनि नानीहरू फ्यामिली यहाँ रहेछ है। अनि यो चाहिँ के हो फेरि यो चाहिँ खाँदैन म बा चेठी छोरा हो त
अनि यो चाहिँ के हो यो लेटस साग हैन अनि यो चाहिँ पर्क तपाईको फेभरेट यो चाहिँ ढेडी ठुलो ढेडी म देखाइदिन्छु अहिले पो देख्दैछु रुक्नु म पक्रिदिन्छु अहिले बाफ्रे ए के हो यो दिपिकालाई पनि टिम हो तपाईको फेभरेट तपाईलाई टिम हो मनपर्छ पर्क मनपर्छ ल धन्यवाद म तेरो गाला राख्नु दिदी भेना उयो वाइन हाल्ने त अरुलाई वाइन खाँदैन बिचारा मलाई मालदीले एक बोतल वाइन ल्याइदिरहेको छ त्यहाँ के खान्छ एडभान्समा ह्याप्पी न्यु इयर भेनालाई भनिदिएको मैले के भयो सेम टु यु भन्दियो अरे थ्याङ्क यू भेनालाई पनि जिउ जिउ साली भेनाको जुवारी जस्तो भयो साली भेर चाहिँ अलिकति ठाक ठाक टुक टुक तर पनि आफ्नै त आफ्नै हो आफ्नै हो त्यही भएर मैले भनेको त सारी छ माया गर्छ तर पनि यहाँ म होस् जेसी होस् एकचोटि म थप्रा देखाएर जहाँ आउँछु भनेर म आएको यहाँनिर त्यहाँ भनिदिए साली हुन्छ साली भेरमा डिसेस पर्छ कि फेरि तर पनि माया त हुन्छ नि त हौ आफ्नै त आफ्नै हो के हो नि त माया त हुन्छ नि त हौ किन आउँदैन चल पनि अब आज जो तर पनि अझै राम्रो होस् कतिसम्म जे छ होइन आउँदो 26 मा आज पनि के भन्दा पनि राम्रो होस् भगवान्को कृपाले हेरिहाल्नु आजको हाम्रो लास्ट डिसेम्बरको हिरो हिरोइनहरू हाम्रो भाइ अन्त त म कहाँ देखेको जस्तो लाग्छ यहाँ जेगाउँको हो कि होइन भन्छु अरुणाचल भन्छ याद आयो ए ल भाइ नमस्ते मेरो देवर है दुईजना त के हो दुईजना त के हो लाग्छ सधैँ 2026 आउनसम्म यो चियर पनि नछोड्ने यो बुढा पनि नछोड्ने यहाँ साथीहरू अब फेरि अहिले तपाईँहरूलाई एकछिनमा देखाउने छु है साथीहरू धेरै महिनापछि बल्ल बल्ल यो घरमा आएको एउटा डान्स गरेरै जाने होइन मलाई साह्रै जस्तो लाग्यो तारिक यो मैले 31 तारिक पढ्नु पर्यो होइन आउनेवाला 1 तारिकमा पनि यहाँ बस्नु पायो कति धेरै राम्रो लाग्दैछ गएको सम्झनाहरू पनि छ अझै पनि आउने सालमा हामी अझै रमाइलो गर्नु छ अनि उहाँको चाहिँ अब ल्याङ्ग्वेज चाहिँ अब अरुणाचल स्टाइलमा छ है अरुणाचलको नेपाली हुन्छ नि त अरुणाचल कस्तो हुन्छ मैले बुझ्छु अनि यहाँ भाइको अरुणाचल कुन ठाउँ अरे रूपा होइन हजुर म सेपामा छु अहिले सेपा भनेपछि कुन ठाउँ फिलहालमा अरुणाचलमा एउटा ठाउँ छ जसको नाम बस्छु अहिले त्यहाँ एउटा सानो मानो जब गरिरहेको छु टिचिङ जब गरिरहेको छु जयगाउँ चाहिँ मेरो आफ्नै जग्गा हो मलाई धेरै रमाइलो लाग्छ आफन्तहरू छ समय समयमा म आइरहन्छु मेरो आफन्त भाउजूहरू भयो दाजुहरू भयो अनि हजुर आफै नै भन्नु राम्रो रमाइलो लाग्छ लाग्यो अझै आउने बार पनि आउँछु आइबस्नु बेला बेला है इन्जोय गर्नु है हाम्रो त्यस्तो छ सबैलाई नयाँ सालको हार्दिक शुभकामना हजुरलाई पनि लु धेरै खुसी लाग्यो यहाँ हाम्रो अरुणाचलको मेरो दिदीको देवर सर्दी अब नाच्ने तरकारी कल्ले खाने ससुराली टेके पछि साली मन पर्यो
नक्कली उठ म जान्नु फ्यामिली डान्स हुँदैछ आई नाच्न 10 मिनट मात्रै छ साथीहरू म चाहिँ अब गएको अब यता पनि केक कटिङ हुन्छ म पनि घरमा गएर केक कटिङ हुन्छ ह्यापी न्यू इयर चिन्नु भएन अनि ल जति पनि हुनुहुन्छ हाम्रो भएपछि फ्यामिली है साथीभाइ दिदीबहिनी सबैलाई माया लामा युट्युब च्यानलबाट ह्यापी न्यू इयर हामी भन्न चाहन्छु थ्याङ्क यू सो मच सब्स्क्राइबमा कमेन्ट चाहिँ तपाईहरुले दिनु ओके ल साथीहरू म गएँ भक्क नाच ल मेरो घरमा आइपुग्यो अब मेरो घरमा आइपुग्यो अब म को छ खोइ कान्छीमा गयो ल घरमा सुत्नु गएको भनेको सुनेन ए मैले खाएको पनि थिएन खान त कस्तो पिरो हुन्छ डेन्जर पिरो ह्यापी न्यू इयर है मेरो छोरी ह्यापी न्यू इयर सबैलाई ह्यापी न्यू इयर काट बडीलाई खिला उता ठुलोलाई खिलाने ठुलोलाई खिला ह्यापी न्यू इयर साथीहरू हाम्रो चाहिँ अब सानो सेलिब्रेट गरेको ह्यापी न्यू इयर सानो ह्यापी न्यू इयर एभ्रिवान ह्यापी न्यू इयर छोरी दिदी बहिनी भयो मलाई खिलाउँदैन नि यिनीहरूले त फेसबुक साथीभाइ युट्युब साथीभाइ मेरो दिदीबहिनी दाजुभाइ सम्पूर्णलाई नयाँ सालको धेरै शुभकामना छ भन्दै ह्यापी न्यू इयर सबैजनालाई